कति राम्रो भनेर एयरपोर्ट देखाए, एयरपोर्ट गाली देखाउँछ। ए म त साँच्चै हो कि क्या हो भनेर भने, अनि सोधेको त हाम्रो कसले पो भन हो, होइन आनन्दले नै पो भन्यो। आनन्दले के हो आनन्द, अहिले त एयरपोर्टमा मान्छे पनि जानु छोडेछन्, छोडेछन् भनेको हात तेरेको दाइ साउदी कतारमा मान्छे नै जहाजै चलेको छैन नि भन्यो। अहिले खुट्टा टेक्ने ठाउँ रहन्छ। यहाँ त एउटा सरकार सिंहदरबारमा छ, एउटा सरकार भनेको सुनिल शर्मा र दुर्गा परसाई हो। गुल्लदेव सरकार, गरिबको कोही छैन, चमेली सरकार, गरिबको सुनिल शर्मा र दुर्गा परसाई छ है सरकार भन्ने। बालन प्रधानमन्त्री भएपछि त अब युवाहरू बाहिर जान छोडे, अब रोजगार हुने भयो, जम्मै कहिलेदेखिको भिड रहेछ यहाँ तल गेटदेखि हेर्नु। अहिले त उनीहरूले के गरिरहेको छ भने नि, युवा जति जम्मै लखेट्ने हो, पासपोर्ट त्यही दिन दिने, त्यही दिन के दिने अरे त्यो सेवा शरम स्वीकृति त्यही दिन दिने। यो मिल्यो भने यो हवाईजहाज घर घर पुग्ने भए घर घर लगेर मान्छे उठाएर के को रोजगार हुन्छ? हुँदैन, रोजगार आउँदैन, रोजगार यो तरिकाले आउँदैन। साथीहरू फसे, नराम्ररी फसे। अनि हामी रोजगार दिने भन्छ। तपाईँले कतिजनालाई दिएको छु सुनिलजी? यहाँ त्यहाँ गरेर 5200 रोजगारी भनेको नि उहाँको कारणले गर्दा 50,000 मान्छे रोजगारी छ। अप्रत्यक्ष 50,000 मान्छे रोजगारी छ। अनि यस्तो मान्छेलाई अब 15 दिन पछाडि पक्रेर लाग्छ अनि मलाई लान्छ पक्रेर। अनि कहाँबाट कसले किन रोजगार दिन्छ? मर्नलाई रोजगार दिन्छ होइन? मेरो पनि झन् मोटामोटी 5,000 जना छ मेरो कन्ट्राक्सन। अप्रत्यक्ष त्यस्तै त हो नि। अहिले लान्छ सुनिल शर्मा, दुर्गा परसाई सबै नाम छ अरे। मलाई त लैजा सरकार जतिखेर लान्छ लैजा, मलाई केही फरक पर्दैन। मलाई त यहाँ नलगेर सकसक भइसक्यो लैजा। ल अहिले एकछिन मैले माग्नै पर्दैन, जसले भोट हालेको छ तिनीहरूले नै माग्छ। अहिले हामीले किन माग्नु? जसले भोट हालेको छ तिनै जान्ने हो। यो देश सकियो भने नि सबैभन्दा ठुला अपराधी भनेको ती भोट हाल्ने हुन्, भोट हाल्ने। र अर्को कुरो मैले भनेको छु नि, अब म चुपचाप घन्टी साहब अर्को कुरो सकिहाल्यो है सुनिलजी, उहाँलाई ढिलो भइसक्यो, यो लामो पनि भयो क्या। तपाईँलाई पहिला राणा शासनमा के थियो? फाँसीवाद भनेको खरीको बोटमा लगेर झुन्ड्याउँथे, बाटोमा गोली हानेर मान्छे मार्थे, बोल्न पाइँदैन थियो। अहिलेको ग्यास च्याम्बरमा हालेर मान्छे मार्थे, फाँसीवाद थियो। अहिलेको फाँसीवाद भनेको सोसियल मिडियामा छ, एल्गोरिदममा छ। र अहिले बोल्नु हुँदैन, आमा चकरी गाली आउँछ। सुनिलजी अब कस्तो कस्तो छ, अब बोल्नु हुँदैन, रन्डीको बान भनेर लेखेको हुन्छ। हेर्नुहोस् त, रानीको छोरो भनेर लेखेको छ। अनि म भन्छु राजसभाका साथीहरूलाई, रवि लामी छानेर बालनजीलाई, तपाईँको आमा छन् कि छैन? तपाईँको श्रीमती छन् कि छैनन्? हो कि होइन? रवि लामी छानेर हुन्छ, तपाईँको छोरी छ कि छैन? तपाईँको आमा छ कि छैन? के हो यो रानीको बान भनेको? के सिकाएको तपाईँहरूले? के सिकाएको? अहिले त तपाईँहरूले एल्गोरिदम कब्जा गरेछ। सुनिल शर्मा र म भएर नि 10-10 करोड हाल्नु भनेदेखि ती एल्गोरिदम कब्जा हुँदैनन्? पैसामा होइन सुनिलजी, ठुलो कुरो छ। तर हामी सभ्य समाज बनाउन चाहन्छौँ, सेवा गर्ने समाज बनाउन चाहन्छौँ, गरिबलाई धनी बनाउने समाज बनाउन चाहन्छौँ, बिरामीलाई उपचार गर्न सक्ने क्षमता भएको चाहिँ मान्छे बनाउन चाहन्छौँ। डक्टर पढाउँछौँ हामी, नर्स पढाउँछौँ मान्छे बचाउने। अनि हामीलाई चाहिँ नाना थरी मुख छाडेपछि अनि यो भनेको एल्गोरिदम र सोसियल मिडियाको फाँसीवाद हो। यो फाँसीवादले हेर्नुहोस् मुलुक कहाँ पुर्याउँदो रहेछ। त्यति कुरा बुझ्नु होला। नमस्ते।